फेसबुकबाट यसरी नै कमाउन चाहनुहुन्छ भने चाहिँ साथीहरू तपाईसित चाहिँ यी 3 खुबी चाहिँ अवश्य हुनुपर्छ है। के भनेर चाहिँ आउनुहोस्, यो भिडियोमा म डिटेलमा भन्नेछु। भिडियो पुरा हेर्नुहोस् र मन परे लाइक कमेन्ट शेयर सेभ चाहिँ अवश्य गर्नुहोस् है। साथीहरू, यदि तपाईँहरू फेसबुकमा इन्कम गर्ने सोचले आउनु भएको छ भने चाहिँ तपाईहरूसित चाहिँ 1 नम्बरमा पर्छ कन्फिडेन्स लेभल चाहिँ एकदम हाई हुनुपर्छ है। तपाईहरू जहाँसुकै बस्नुहुन्छ, गाउँमा बस्नुहुन्छ, शहरमा बस्नुहुन्छ अथवा परदेशमा बस्नुहुन्छ, जहाँसुकै बस्नु भए पनि तपाईले आफ्नो रियालिटीलाई चाहिँ सो गराएर चाहिँ तपाईहरू फेसबुकबाट राम्रोसित इन्कम गर्न सक्नुहुन्छ। तपाईहरू गाउँमा बस्नुहुन्छ भने तपाईहरू मल बगेको भिडियो बनाइदिनुस्, पानी भरेको भिडियो बनाइदिनुस् हैन, मकै गोडेको यस्तो धेरै डेली क्रियाकलापहरूको भिडियो बनाइदिनुस्। तपाईहरू यस्तो काम गरेको नि कसले हेर्छ होला र कसले मन पराउँछ होला र लाइक कमेन्ट नै आउँदैन, कमेन्ट गरे नि नेगेटिभ कसैले नराम्रो भन्ने हो कि नराम्रो सोच्ने हो कि, यो सोचेर होइन कि यो मेरो डेली काम हो भनेर तपाईहरूले कन्फिडेन्सको साथ भिडियो बनाउनु भयो भने तपाईहरूको भिडियो चाहिँ धेरैजनाले रुचाउनुहुन्छ कि साथीहरू। आजभोलि धेरैजना सहर छिरेका छन्, परदेश गएका छन्, उहाँहरूलाई चाहिँ गाउँले जीवन एकदम सम्झना हुन्छ, धेरैजनाले मन पराइदिनुहुन्छ हैन। र यदि तपाईहरू सहरमा बस्नुहुन्छ भने एउटै कोठाभित्र के भिडियो बनाउनु, एउटै कपडा लाएर के भिडियो बनाउनु हैन, यो अनुहारै राम्रो छैन के भिडियो बनाउनु, भोइस कतिलो छैन, कसैले लाइक कमेन्टै गर्दैन, कसैले मनै पराइदैन के भिडियो बनाउने, त्यो होइन साथीहरू। तपाईहरू एउटै कोठाभित्र बनाउनुहोस् तर तपाईहरूको कन्टेन्ट स्ट्रङ छ भने तपाईहरूको फोटो भिडियो सबैजनाले मन पराइदिनुहुन्छ है। उहाँ सिस्टरले चाहिँ आफूले गर्ने डेली कामलाई चाहिँ कन्फिडेन्सको साथ चाहिँ यसरी सेयर गर्दा चाहिँ उहाँको भिडियो चाहिँ मजाले फरीमा कुद्दैछ के साथीहरू। त्यही भएर तपाईहरू पनि कन्फिडेन्सको साथ भिडियो बनाउनुहोस्। अनि 2 नम्बरमा साथीहरू, तपाईहरूसँग सहने शक्ति चाहिँ एकदम मजाको हुनुपर्छ है। किनकि साथीहरू, तपाईँहरूले कन्फिडेन्स देखाएर डेली भिडियो पोस्ट गर्नु भइसकेपछि तपाईँको भिडियो फेसबुकले एक न एक दिन चाहिँ फरीमा कुदाएरै छोड्छ। अनि तपाईँको भिडियो फरीमा कुद्न साथ चाहिँ धेरैजना साथीहरूले चाहिँ नेगेटिभ कमेन्ट गर्न थाल्नुहुन्छ। तपाईँले पोजिटिभ भिडियो हाल्नुभएको छ, राम्रै कपडा लाएर भिडियो हाल्नुभएको छ र राम्रै बोलेर भिडियो हाल्नुभएको छ भने नि धेरैजना नेगेटिभ कमेन्ट गर्ने साथीहरू आउनुहुन्छ। तपाईँहरूले नराम्रो कसैलाई नभन्नुहोस्, नेगेटिभ काम केही नगर्नुहोस्, तर पनि पोजिटिभ काममा पनि नेगेटिभ कमेन्ट आउँछ भने यो सोच्नुहोस् कि तपाईँ सफलताको सिँढी चढ्दै हुनुहुन्छ। तपाईँहरूसँग चाहिँ नेगेटिभ कमेन्टलाई नि पोजिटिभ लिने शक्ति हुनु पर्यो। अनि लास्ट 3 नम्बरमा छ साथीहरू कन्टिन्यू। यदि तपाईँहरू सामाजिक सञ्जालमा इन्कम गर्ने सोचले आउनुभएको छ भने कन्टिन्यू पनि एकदम इम्पोर्टेन्ट छ है साथीहरू। एक दिन चाहिँ 10 वटा पोस्ट गरिदिने, अर्को दिन चाहिँ सल्यात्तै सुत्दिने अथवा आफ्नो पर्सनल कामले बिजी हुने, त्यस्तो गर्नुभयो भने तपाईँहरू फेसबुकमा अघि बढ्न सक्नुहुन्न है साथीहरू। तपाईँहरू बरु फ्री भएको टाइममा 10, 15, 20, 30 वटा फोटो भिडियो बनाएर राख्नुहोस्। पोस्ट गर्ने टाइम छैन भने नि आफूले पोस्ट गर्ने टाइम अनुसार सेड्युल बनाएर राखिदिनुहोस्, आफै पोस्ट हुन्छ। दिनमा 3टा पोस्ट गर्नुहोस्, 2टा पोस्ट गर्नुहोस्, 4टा पोस्ट गर्नुहोस्, तर रेगुलर पोस्ट गर्नुहोस्। एक न एक दिन तपाईँको भिडियो फरीमा कुद्नेछ, फेसबुकले चिन्नेछ है त।